ट्याली बुझ्नुभन्दा अगाडि एकाउन्टिङको बारेमा बुझ्नुपर्ने हुन्छ। अब यो एकाउन्टिङलाई हामीले साधारण भाषामा अथवा साधारण वेले कसरी बुझ्ने त त्यो आज हामी तपाईलाई जानकारी दिँदैछु। यो एकाउन्टिङ भनेको तपाईको दुईटा शब्द, एकाउन्टिङलाई नेपालीमा लेखाङ्कन भनिन्छ। अब यो लेखाङ्कन भन्ने शब्द दुईवटा शब्दबाट मिलेर बनेको छ। एउटा रहेको छ तपाईको लेखा र अर्को रहेको छ अङ्क। लेखा प्लस अङ्क इजकल टु लेखाङ्कन। यानी कि लेखा भनेको लेख्नु र अङ्क भनेको अङ्क भइ नै हाल्यो। यानी कि त व्यवसायमा बिजनेस कुनै पनि व्यवसायमा हुने क्रियाकलाप जसको अङ्कहरूलाई अक्षरहरूलाई के गरिन्छ भने रेकर्ड मेन्टेन गरिन्छ, लेख्ने कार्य गरिन्छ, त्यसलाई लेखाङ्कन भनिन्छ। अब कुनै पनि बिजनेसमा के कार्यहरू हुने गर्दछ त्यो पहिला हामीले बुझौँ। त व्यवसायमा हुने क्रियाकलापहरूलाई हामीले रेकर्ड मेन्टेन गर्छौँ, त्यसलाई लेखाङ्कन त भन्छौँ। त व्यवसायमा कुन क्रियाकलाप हुन्छ त एक नम्बरमा के हुन्छ, खरिद हुन्छ, जसलाई पर्चेज भनिन्छ। यानी कि व्यवसायमा कति मेटेरियल हामीले खरिद गर्यो त। अर्को रहेको छ तपाईको बिक्री। व्यवसायमा कति माल सामान हामीले सेल्स गर्यो त, सोल्ड गर्यो, यानी कि बिक्री गर्यो त। त्यस्तै अर्को रहेको छ उधारो। अब यो उधारो दुई प्रकारको, एउटा तपाईको डेब्टर र अर्को भइहाल्यो क्रेडिटर। डेब्टर भन्नाले तपाईको ग्राहक, यानी कि तपाईसँग कसले उधारोमा लिएको छ त्यो उधारो, यानी कि को मेरो देनदार हो त्यो सबैको रेकर्ड राख्नुपर्ने हुन्छ। त्यस्तै हामीले कबाट उधारोमा सामान किन्ने हो, यानी कि हाम्रा लेनदारहरू के हुन् त्यो सम्पूर्ण कुराको लेखा राख्नुपर्ने हुन्छ। त्यस्तै यही भइहाल्यो। अर्को रहेको छ कति सामान बिक्री भयो, कति सामान खरिद भयो। त्यस्तै अर्को रहेको छ प्रोफिट। व्यवसायिक क्रियाकलाप गर्दा हामीलाई कति नफा भयो त। र अर्को रहेको छ लस। क्रियाकलाप गर्दा, यानी कि व्यवसायमा आर्थिक गतिविधि गर्दा कति हामीलाई घाटा भयो त। ती सम्पूर्ण कुराको हामीले लेखा राख्नुपर्ने हुन्छ। र अर्को रहेको छ स्टोक, यानी कि मौजदात। सामान खरिद बिक्री गरिसकेपछि स्टोकमा कति सामान, गोदाममा कति सामान स्टोक भएर बसेको छ। अब सुरुदेखि हामीले बुझ्दाखेरि कति सामान खरिद भयो, कति बिक्री भयो, को मेरो देनदार हो, यानी कि कसले मबाट सामान उधारोमा किनेर लगेको छ। त्यस्तै मैले कसबाट कुन व्यक्तिबाट सामान उधारोमा किनेर ल्याएको छु। हाम्रो व्यवसायमा कति नफा भयो, कति घाटा भयो र गोदाममा कति सामान बसेको छ। यी सम्पूर्ण कुराहरूको व्यवसायमा क्रियाकलाप हुन्छ र ती सम्पूर्ण गतिविधि, यानी कि क्रियाकलापलाई अङ्कलाई हामीले लेख्ने काम गर्छौँ, यानी कि रेकर्ड मेन्टेन गर्दछौँ। यी नै के हो त लेखाङ्कन, यानी कि एकाउन्टिङ। मैले तपाईहरूलाई एकाउन्टिङ यानी कि लेखाङ्कनको इन्ट्रोडक्सनको बारेमा कन्सेप्ट क्लियर गर्यो। अब नेक्स्टमा हामी तपाईलाई यो लेखाङ्कनको विशेषता के रहेको छ, यो कति प्रकारको हुन्छ, यी यस्ता कुराहरूको बारेमा जानकारी दिनेछु। तपाईँ मेरो भिडियोलाई लाइक सेयर गर्नुहोला र आइडीलाई फलो गर्नुहोला ताकि नेक्स्ट भिडियो तपाईँ समक्ष सबभन्दा पहिला पुगोस्। धन्यवाद।